अन्ततः भारतसँग नेपालले लियो अहिलेसम्मकै ठुलो बदला। नेपाली मूलका युवाहरूलाई भारतमा कुनै पनि हालतमा भर्ती नदिने यस्तो चेतावनी। चीनले भारतमा रहेका गोर्खाली फिर्ता बोलाएर चिनिया सेनामा भर्ती लिन सक्ने यस्तो आशय व्यक्त गर्यो। तपाईँ मेरो पोखरा टिभी युट्युब च्यानल हेर्दै हुनुहुन्छ। समाजमा र विश्वमा घटेका सत्य तथ्य खबरलाई तपाईँसँग पुर्याउने हाम्रो अभियान जारी छ। तपाईँले अहिलेसम्म पनि मेरो पोखरा टिभी युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने अहिले नै सब्स्क्राइब गरी नजिकैको बेल आइकन दबाई हामीसँग जोडिनुहोला। पल पलको ताजा खबरको अपडेट तपाईँलाई दिने हाम्रो अभियान। उनीहरूको धेरै कुराको अध्ययन गर्न भनिएको छ, जस्तै नेपालीहरू इन्डियन आर्मीमा भर्ती हुनुको कारण नेपालको यस्तो इलाका जहाँ भारतीय सेनामा भर्ती हुन्छन् र उनीहरूको सामाजिक आर्थिक असर जस्ता कुराहरूमा समावेश पर्ने गरेको देखिएको छ। इन्डियन आर्मीमा 7 गोर्खा रेजिमेन्ट रहेका छन्। यसमा करिब 28,000 नेपाली नागरिकताहरू त्यहाँ काम गरिरहेका छन्। रेजिमेन्टहरूको जम्मा 39 बटालियन छन्। कुल मिसाएर जम्मी 11वटा गोर्खा रेजिमेन्टहरू थिए, जसमध्ये 4वटा स्वतन्त्र भएपछि ब्रिटिस सेनामा भर्ती भएका हुन्। भारतसँग पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं, नवौं र 11औं गोर्खा रेजिमेन्टहरू रहेका छन्, जबकि ब्रिटिस आर्मीसँग दोस्रो, छैटौं, सातौं, 10औं रेजिमेन्ट रहेका छन्। गोर्खा समुदायमा मुख्यतया 4 फरक जातिहरू खास या क्षेत्री, गुरुङ, लिम्बू, राईहरू रहेका छन्। सन् 1947 को सम्झौताले नेपालीमाथि कुनै अर्थ राख्दैन, पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको छ। नेपाली गोर्खाको भारतीय सेनामा भर्ती 1947 मा भएको भारत बेलायत नेपाल बीच सन्धिपछि सुरु भएको थियो, तर अब नेपाल यो सम्झौताको कुनै अर्थ नरहने बताउँदै आएको छ। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले ब्रिटेन पूर्व प्रधानमन्त्री थेरेसा मेसँग भेटमा पहिलो पटक यो मुद्दा उठाएको बताइएको छ। भारतमा कुनै पनि हालतमा गोर्खाली फौज भर्ती नदिने र आफ्नै सुरक्षाका लागि नेपाली मूलका युवाहरूलाई उच्च तहको तलब वृद्धि गरेर नेपाली मूलमै अगाडि बढाउन सकिने बताउनु भएको छ। स्रोतका अनुसार कम्युनिस्ट पार्टी विप्लव प्रतिबन्ध भूमिगत विरतही भएसँगै नेपाल युवाहरूलाई गोर्खा रेजिमेन्टमा आउन नदिन अभियान चलाएका छन्। सीपीएन विप्लव सांस्कृतिक शाखाले भारत विरोधी अभियान चलाइरहेका छन्। यसका लागि नुक्कड नाटक, लोकनृत्य र अन्य सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना भएका छन्। लिपुलेक कालापानी लिम्पियाधुरालाई लिएर विवाद चर्किएपछि झन्झन गोर्खाली मूलका युवाहरू रुष्ट बनेका हुन्। भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा 8 मेमा उत्तराखण्डको धारचुलाबाट लिपुलेक जोड्ने 80 किलोमिटर लामो सडक उद्घाटन गरेपछि भारत र नेपाली बीच तनाव सुरु भएको छ। नेपालले उक्त सडक खण्ड उद्घाटनको विरोध गरेको थियो। नेपालले पनि यो उसको क्षेत्र नभएको र आफ्नो क्षेत्र भनेर दावी गरेको थियो। यसमा चीनले पनि नेपाली मूलका युवाहरूलाई भारतमा जान रोक्नका लागि चेतावनी नै दिएको थियो। तर त्यसको केही दिनपछि नेपालको लिपुलेक कालापानी लिम्पियाधुरा देखाउँदै नयाँ नक्सा जारी भयो, जसले छिटोभन्दा छिटो नेपाल र भारतबीच भइरहेका सम्पूर्ण सीमा समस्या समाधान हुने कुरा चर्चामा आयो। गोर्खाली समुदायका युवाहरूलाई इन्डिया आर्मीमा भर्ती हुन नदिन अहिले चीन आतंकित देखिएको छ। भारत र चीनबीच पछिल्लो समय लद्दाख क्षेत्रमा भएको अत्यन्त हिंसात्मक झडप र उत्तराखण्ड बीचमा भइरहेका सम्पूर्ण हिंसात्मक झडपमा पनि चीन नेपाली मूलका युवाहरूसँग डराउने भएकाले यो अवस्थालाई छिटोभन्दा अनुसार जुनको पहिलो हप्तामा नेपालका लागि चिनिया राजदूत हो याङसीले नेपाली गैर सैनिक संस्था चाइना स्टेट सेन्टरलाई लगानी समेत गरिसकेका छन्। उनीहरूले धेरै कुराको अध्ययन गर्न भनिएको छ, जस्तै नेपालीहरू इन्डियन आर्मीमा भर्ती हुनुको कारण के हो, नेपालको यस्तो इलाकामा जहाँ भारतीय सेना भर्ती हुन्छन् र उनीहरू सामाजिक आर्थिक असर जस्ता कुराहरूमा समावेश हुन्छन् भन्ने विषयमा पनि प्रश्न खडा भएको छ। इन्डियन आर्मीमा 7 गोर्खा रेजिमेन्ट गरेर 28,000 नेपालीले भारतीय सेनामा कार्यरत भई भारतको रक्षा गरिरहेका छन्। जम्मू कश्मीर, लद्दाख क्षेत्र र सम्पूर्ण सीमावर्ती क्षेत्रमा गोर्खाली मूलका युवाहरूले परिचालन गर्ने भएकाले छिटोभन्दा छिटो नेपाली मूलका युवाहरूको बलि चढाउन नहुने भन्दै नेपाल फिर्ता बोलाउन आदेश समेत दिएको छ। रेजिमेन्टका जम्मा 39 बटालियन छन्। कुल मिलाएर जम्मी 11वटा गोर्खा रेजिमेन्ट थिए, जसमध्ये 4वटा स्वतन्त्र भएपछि ब्रिटिस सेनामा भर्ती भएका थिए। भारतसँग अहिले पहिलो, तेस्रो, चौथो, पाँचौं, आठौं र नवौं गरी 11औं गोर्खा रेजिमेन्टहरू रहेका छन्, जबकि ब्रिटिससँग दोस्रो र छैटौं, सातौं र 10औं गरी रेजिमेन्ट रहेका छन्। गोर्खा समुदायमा मुख्यतया 4 फरक जातिहरूले आफ्नो सेवा सुविधा दिँदै आएका छन्।
1947 को सम्झौताले कुनै अर्थ नराख्ने भएपछि भारतमा अहिले छुट्टै खालको तरङ्ग मच्चिएको छ। सम्पूर्ण सन्धि तथा सम्झौतालाई खारिज गर्नुपर्ने विषय आएपछि अहिले भारतमा यस्ता खालका तरङ्ग मच्चिएका हुन्। नेपाली मूलका युवाहरूले भारतमा गई सुरक्षा गरिरहेको 1947 भारत बेलायत बीच भइरहेको सम्पूर्ण सम्झौताहरू खारिज हुने प्रक्रिया सुरु भएपछि अहिले भारतमा यसरी तरङ्ग मच्चिएको हो। अब नेपालले कुनै पनि सम्झौताको अर्थ नरहने बताउँदै अहिले ब्रिटेन सरकार र पूर्व प्रधानमन्त्री ओली बीच भेटवार्ता भएसँगै यो मुद्दा उठाएकोले अहिले भारतमा छुट्टै खालको तरङ्ग मच्चिएको छ। केही समय अगाडि भूमिगत रहेको विप्लव पार्टीले पनि नेपाली मूलका युवाहरूलाई भारतमा भर्ती हुन नदिने चेतावनी दिएको थियो। नेपालको कालापानी लिपुलेख लिम्पियाथुरा क्षेत्रलाई समावेश गरी भारतले उच्च तहको राजनीतिक नक्सा सार्वजनिक गरेपछि यो अवस्थाले छिटोभन्दा छिटो मूर्त रूप लिन नसक्ने भन्दै नेपाली मूलका युवाहरूलाई भारतमा भर्ती नदिने चेतावनी दिएको हो। आफू भूमिगत भएर देशको अवस्थासँग जुधिरहेकै बेला आफूले कुनै पनि हालतमा यो अवस्था सिर्जना हुन नदिने आश्वासन समेत व्यक्त गरेको हो। देश र देशसँग सम्बन्धित रहने गरेर देशका अवस्थामा समावेश हुने खालका एजेन्डाहरू ल्याउनुपर्ने र नेपालको सम्पूर्ण भूभाग फिर्ता ल्याउनुपर्ने अवस्था रहेको बताइएको छ। भारतीय रक्षा मन्त्री राजनाथ सिंहले 8 मेमा उत्तराखण्डको धारचुलाबाट लिपुलेख जोड्ने 80 किलोमिटर लामो सडक उद्घाटन गरेपछि भारतसँग रुष्ट बनेको नेपालले अब नेपाली मूलका युवाहरूलाई भर्ती नदिने चेतावनी दिएको हो। नेपालले उक्त सडकको उद्घाटनको विरोध समेत गरेको थियो। विरोध गरे पनि भारतीय रक्षा मन्त्री राजनाथ सिंहले सम्पूर्ण भूमिलाई आफ्नो कब्जामा लिए त्यसको उद्घाटन भएको दावी गरेका थिए। त्यसको केही दिनपछि नेपालले पनि आफ्नो कालापानी लिपुलेख लिम्पियाथुरा क्षेत्र सहितको समावेशी भूमिलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको थियो। उक्त भूमि अहिले नेपालको अधीनमा नभई भारतीयहरूले हस्तक्षेप गर्दै आएका छन्। यही विषयमा पछिल्लो समय भारतीय सेनामा कार्यरत नेपाली मूलका युवाहरूलाई भर्ती हुन नदिने आशय समेत व्यक्त गरिएको विप्लवले जनाएको छ। पछिल्लो समय विप्लव माओवादीले पनि नेपाली मूलका युवाहरूलाई भारतमा कुनै पनि हालतमा भर्ती नदिने आशय व्यक्त गरेको बताइएको हो। दर्शकबिन आजको महत्त्वपूर्ण र एक्सक्लुसिभ खबर तपाईँलाई कस्तो लाग्यो भिडियो अन्तिमसम्म हेरेर सुनेर साथ दिनुभयो त्यसका लागि धन्यवाद। यस्तै नयाँ ताजा खोज अनि सन्देशमूलक भिडियो हेर्नका लागि मेरो पोखरा टिभी मिठो अनलाइन टिभीलाई एकसाथ सब्सक्राइब गरी हामीसँग जोडिनुहोला। पल पलको ताजा खबरको अपडेट तपाईँलाई दिने हाम्रो अभियान जारी छ। नमस्कार।